एकदम नेचुरल यो चाहिँ घरमै कबाब बनाएको है चिकन कबाब हो एकदम नेचुरल हो यो कबाब यहाँ चाहिँ सलाद छ है चटनी भयो यो सब्जी भयो यो आँप भयो यो राइस भयो यो पानी छ रक्सी चाहिँ होइन पानी हो आज चाहिँ हाम्रो चाहिँ दिनु चाहिँ यसरी चल्दैछ तपाईँहरू पनि आउनु होला सँगै इन्जोय गरौँ है हामी ल त अब सुरु गरौँ त नि मासु भात सुरु गरौँ नि त दामी बन्यो त तर मैले यत्तिकै घरमै बनाएको नेचुरल बाहिर बनाएको होइन घरमा हामी आफै बनाएको म आफै बनाएको हो राम्रो छ ओके बाई गुड नाइट